सम्पूर्णलाई नमस्कार। आज म हजुरहरूमाझ इन्द्रिय वश गर्ने उपायहरू लिएर आएको छु। सबैजनाले सुनिदिनुहोला अनि साथ पनि दिनुहोला। यो रहेको छ गुणरत्नमालाबाट पेज नम्बर 46। हजुरहरूले पनि पढ्न सक्नुहुन्छ। यो यति राम्रो छ नि गुणरत्नमाला, हजुरहरूले एकचोटि लिनुभयो भने यो पढिरहनुहुन्छ क्या, त्यस्तो राम्रो छ गुणरत्नमाला। यहाँ धेरै प्रकारका नेपालीमा श्लोकहरू पनि रहेका छन्। त्यही मध्ये एउटा मैले इन्द्रिय वश गर्ने उपाय पढ्न गइरहेको छु। म बिस्तारै पढ्छु, हजुरहरूले सुन्नुहोला। ओम एउटै इन्द्रियका पनि बस परी प्राणी फसेकै छन्, सारा इन्द्रिय तृप्त गर्न सुरिने के पाउनन् उम्कन। माछा पर्दछ मासुको रस लिँदा मल्लाहका जालमा, पर्दैछन् सुख लोभले नरहरू त्यही कालका नेलमा, त्यही कालमा नेलमा। आधा देह छ सर्पले निलिएको, त्यो भ्यागुतो त्यही पनि झिङ्गा निल्दछ सासले खिची खिची आनन्द भोगौँ भनी। त्यस्तै मृत्यु छ सामुमा तर पनि मानिस अन्धासरी, नाना भोग विलासकै विषयमा चुर्लुम छन् हर घडी। आँखाले गर तीर्थको र हरिको सत्शास्त्रको दर्शन, फोस्त्रो चिज अनेक हेरिकनै आँखा बिगार्छौ किन। हेर्नै मात्र छ केही काम उसले सप्रन्न है आखिर, व्यर्थै पाप बटुलिके छ र सखे यो चित्त राख स्थिर। चोखो भई सुन कानले हरि कथा, निन्दा न सुन्ने गर। चुक्ली खोर न पाल बात उनको, सुन्दै न सुन्ने गर। निन्दाले न त मर्छ शत्रु न त सखे, केही लाभ आफ्नै हुने। व्यर्थै हो किन कान दूषित गरौँ पापिष्ट भई जाकिने। जिब्राले पढ वेद शास्त्र सधैँ नै बोल नारायण, बोल्छौ व्यर्थ परापवाद र झुटो गाली र निन्दा किन। अर्काको यसले न हानि छ कतै, आफू न केही पाउला। जिब्रो पारी अशुद्ध पाप बिरुवा रोपेर के खाउला। अहिले इन्द्रियका र यी विषयका संयोग वा भोगमा, जो आनन्द रहन्छ सो क्षणिक हो सिद्धिन्छ तत्कालमा। त्यो संयोग छुटी वियोग हुन गई जो दुख उब्जन्छन्, ती जन्मैभरि छातीभित्र मुटुमा काँडा घुसारिन्छन्। गहिरो राख विचार हेर यिनमा, के छोड्ने के लिने। पक्का लाभ दिगो ठहर्छ कुनमा, के हो सधैँ चाहिने।
थोरै नै दुःख छोडिदा हुँदसुता नासिन्छ सारा दुःख थोरै दुःख बरु सहेर मतिमान लिन्छन् अनेकौं सुख। यो रहेको थियो इन्द्रिय वश गर्ने उपाय। यहाँ भने जति हजुरहरूले गर्नुभयो भने पञ्चेन्द्रिय हामीले पक्कै पनि यो इन्द्रिय वशमा गर्न सकिन्छ। तर यहाँ भने जस्तो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई, म यस्तै भिडियोहरू पनि लिएर आउने कोसिस गरिरहेको छु। अब तपाईँहरूलाई म एउटा सानो श्री कृष्णचन्द्रको भक्ति गर्ने विधि यो पनि सुनाइहाल्छु है त। चित्तको कर्तव्य। वृन्दावनमा जङ्गल भारी फलफुल तरु तृण लहराधारी कलालता मणि भक्त सहारी सम्झ बसेका कृष्ण मुरारी ल्याउन कोइली सुकबक सारी अरना गजमृग केसरी भारी कल्पतरुको रम्य छहारी सम्झ बसेका कृष्ण मुरारी वरिपरि गोपर गोप कुमारी भरी टपरी दही सारी सारी खाँदै मिलिजुली हर्ष उमारी सम्झ बसेका कृष्ण मुरारी चन्द्रमुहार पीताम्बरधारी सम्झ बसेका कृष्ण मुरारी कानस कुण्डल लोचन लामा कौस्तुभमणिको हार गलामा कंकण भूषण चमचम पारी सम्झ बसेका कृष्ण मुरारी केसर कर्पूर चंदन लाई बन भरी गम सुगंध चलाई मुसु मुसु हाँसी हंसिलो पारी सम्झ बसेका कृष्ण मुरारी सुंदर पैरी कन बनमाला पार्दै सबका मन उजियाला कलिका काला मल पर सारी सम्झ बसेका कृष्ण मुरारी। त्यागिन्द्रियका कर्तव्यहरू। मन्द सुगन्ध बतास यही छन् गंगा पदतलबाट बहिन्छन् प्रभुका सुन्दर कोमल पाऊ मिचिरहूँ रे त्वच अन्त न जाऊ। नेत्रको कर्तव्य। अतिशय सुन्दर वाञ्छित दाता सुर नर दानव भाग्य विदाता प्रभुका चरण न छोड्न न आँखा नदगर गुर पर पर पाख पाखा। अब कानको कर्तव्य चाहिँ के हो त पनि सुनौँ। सुनिरहूँ जस्ता परम रसिला सुखमय पावन पुण्य भरिला कृष्ण कथा सुन कानहरू हो अरु गफ गन्थन सुन्नु वृथा हो। दसैँ इन्द्रियहरू। अब है इन्द्रियहरूको सुनयति अरती प्रभुकै पदतिर हौ सब भरती तिमी छौ सुखका परम पियारा प्रभु हुन् सुखका सागर खासा। सानो अर्पण पनि छ यहाँ है। ऐ मुरलीधर कृष्ण पियारे तिमी हौ जगका नाथ मुरारे प्रभुका पदको दर्शन पाऊँ यी 10 इन्द्रिय भेटी चढाऊँ। हजुरहरूले चाहिँ श्री कृष्ण चन्द्र भगवानको चरण कमलमा यी 10 इन्द्रियहरू चाहिँ भेटी चढाउन पाऊँ भनेर चाहिँ यहाँ अर्पण पनि लेखिएको छ। हजुरहरूलाई यो श्लोक कस्तो लाग्यो? अनि यो पुस्तक यो रहेको छ गुणरत्नमाला। यो यति राम्रो पुस्तक छ, सबै नेपाली श्लोकहरू रहेका छन्। अनि हजुरहरूलाई पढ्न पनि सजिलो गरी छन्द मिलाएर हैन शार्दूल विक्रणीहरू सबै छन्दहरू यहाँ छन्। अनि हजुरहरूलाई पढ्न एकदम मजा आउँछ का। यो चाहिँ गुणरत्नमाला यो चाहिँ मैले वृन्दावनमा किनेको हो। वृन्दावनमा चाहिँ नेपाली पुस्तक एउटा यही मात्र पाउने भयो का। यो चाहिँ वृन्दावनमा नेपाली पुस्तक जहीँ पाउँछ यो मात्रै, फेरि अरू पाउँदैन। यो 50 रुपैयाँ भारू लेखेको छ यहाँ यसको मूल्य। तर हजुरहरूले चाहिँ नेपाललाई किन्नुभयो भने 80 नभए 100मा 100 देखि मुनिमा आउँछ। एकचोटि यो किनेर पढ्नुहोस्। अनि
हजुरहरूलाई भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने सब्सक्राइब गरेर गुरु ब्लगसँग जोडिनु होला। आज मैले ब्लग हाल्न पाइनँ किनकि ब्लग छैन, त्यही भएर आज केही अनौठो गरौँ, केही अलि रचनात्मक गरौँ होइन। त्यही भएर चाहिँ मैले आज यो श्लोकहरू लिएर आएका छु। त्यही भन्न चाहन्छु हजुरहरूले त थाहै छ कि सब्सक्राइब गर्नु, लाइक गर्नु, कमेन्ट गर्नु। आजलाई यति नै। राधे राधे। जय श्री कृष्ण।